महान मस्तिष्कवालाहरूसँग उद्देश्य र अरूमा केवल इच्छा हुन्छ। नमस्कार, गुड मर्निङ, सलाम आलेकुम। उपस्थित महानुभावहरूमा मेरो नाम तोरण बस्नेत, जन्मघर इलाम, 9 गोलाखर्क इलाम। पेसाले म एचआर प्रोफेसनल, प्रेरक वक्ता र युट्युबर। जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्राइभेट लिमिटेडले आयोजना गरेको 7औं दिने भर्चुअल पर्सनालिटी डेभलपमेन्ट एन्ड पब्लिक स्पिकिङ सेसनमा रहेर आज आफूले आफ्ना लक्ष्य र उद्देश्यहरू पूरा भएनन् भन्ने विषयमा आफ्ना केही भनाइहरू राख्न गइरहेको छु। सर्वप्रथम त यस संस्थाले यो आयोजना गरेर संसारभरि रहेका ती इच्छुक सिकारुहरूलाई साँच्चीकै वास्तविक इच्छा मात्रै हो कि आवश्यकता ठानेर अगाडि मैले बढ्नुपर्छ भन्ने व्यक्तिहरूलाई फ्री सेसन जस्तो, आजको जमानामा टेक्नोलोजीको प्रयोग गरेर फ्री सेसन जस्तो 2 घण्टे हरेक हप्ता यहाँहरूले आयोजना गर्नुहुने युट्युब तथा विभिन्न अन्य प्लेटफर्महरूमा, सामाजिक सञ्जालमा यो गर्नुभएको महान कामका लागि धेरै धन्यवाद। विशेष गरेर मेरो लक्ष्य र उद्देश्य के थियो भनेदेखि ज्ञानको खोजी, त्यो पनि सिप सहितको, सकारात्मक सोच सहितको, समय सुहाउँदिलो, सरल, सहज, शुल्क मैत्री शिक्षा कसरी कहाँ सिकाइन्छ भन्ने सोच थियो मलाई। त्यो पनि परदेशमा रहँदाखेरि विभिन्न कुराहरूको आवश्यकता खड्किँदै जान्छ। सोच्ने हो भनेदेखि आफूमा धेरै कुराहरूको अपडेट भएर जानुपर्छ भन्ने, सिकाइ प्रक्रियालाई सधैँ अगाडि बढाएर जानुपर्छ भन्ने जब सोच आउँछ, ती कुराहरूको खोजी हुन्छ। वास्तवमा मैले तिनै क्रममा सुन्दै खोज्दै हिँड्दै जाँदाखेरि भेट्टाए र अध्ययन गर्ने र आफूलाई जाग्ने, जगाउने र जान्ने अवसर जागरण एकाडेमी एन्ड रिट्रिट प्राइभेट सेन्टरले गरेको सुन्दा देख्दा मलाई पनि यसमा आउन मन लाग्यो। विशेष गरेर मैले योभन्दा अगाडि युट्युबको क्लास लिएको थिएँ। 7 दिनको फ्री सेमिनार पछाडि 7 दिनको पेड क्लास मैले लिएको थिएँ। त्यस पछाडि मलाई लाग्यो अब यसमा मैले अन्य यो सँगसँगै जोडिएर के गर्न सक्छु त। त्यसपछि फ्री सेमिनार पब्लिक स्पिकिङको थियो। त्यसको अलावा मैले भिआइपी पेड कोर्स नै गर्नुपर्छ भन्ने मलाई लागेर मैले 7 दिनको कोर्स गर्दाखेरि ऱ्यापो बिल्डिङदेखि लिएर मास्टर सेरेमनीदेखि लिएर ग्लोसोफोबिया, स्टोरी टेलिङ, भोइस एक्सरसाइज, पर्सनालिटी डेभलपमेन्ट, सिग्नेचर स्टाइल, डिफ्रेन्ट टाइप अफ स्पिचेस, कम्युनिकेसन स्किल र अब आगामी दिनमा हाम्रो प्र्याक्टिस पनि हुँदैछ एमसीको। यसमा हजुरहरूले इच्छालाई इच्छा मात्रै नभएर आवश्यकता मान्यो भनेदेखि अवश्य पनि ठाउँ छ। आजको दिनमा खोजी गर्नु पर्यो, सोच बदल्नु पर्यो, दृष्टिकोण बदल्नु पर्यो। त्यो दृष्टिकोण बदल्ने हो भने पक्कै पनि जागरण जस्तो एउटा संस्था देशभरि अथवा देशभन्दा बाहिर रहेका नेपालीहरूको लागि एउटा भरसिलो सिक्ने ठाउँ मैले मानेको छु। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद।